आज फर्स्ट दिनै ढिला भयो क्या होइन, त्यही भएर मैले दाइलाई छोड्न लगाएको क्या होइन। सो अर्को पनि मैले एउटा भिडियो त बनाएको छु, त्यसलाई पनि यसो फुटबल भयो भने चेकआउट गर्नु साथी होइन। अनि यो चाहिँ 9:20 हाल्छु। माथि बेसीसम्म चाहिँ रोड बनिसकेको छैन क्या, म्यागदेखि साढे 8 होइन। मेरो ब्यागहरू लिएर हिँड्दा चाहिँ एकचोटि आज चाहिँ हल्का ढिलो भयो, त्यही भएर पर्दैन। यो 10 बजीसम्म पुग्यो हुँदैन, तर हाम्रो 9:30 बजीसम्म आइपुग्नु तपाईँहरू ड्युटीको लागि भन्नुभएको थियो। सो अहिले चाहिँ भइसकेको छ 9:45। सो गाइस, म म्यागीको ड्रेसमा बस्नु दिएको छु, हेरेर भन्छु होइन। साथ दिनु चाहन्छु मेरो ब्लगलाई। आज हिजो अस्ति गाडी नै थिएन, आजभोलि कस्तो गाडी एकछिन ढिला भएर केही फरक पर्दैन, कहिले काहीँ ढिला भइहाल्छ होइन। अनि अब आज चाहिँ ड्युटी सुरु भयो आजदेखिबाट भनिहालेँ मैले होइन। यो चाहिँ खास मैले यो आफ्नो बारेमा भन्दा नि यो नबनेको रोड देखाउँ भनेर केही पछाडि हेर्नु न कस्तो छ, गाह्रो छ गाई होइन। अब यो रोड नि चुनाव अघि नै बन्ने कुरा भइरहेको थियो, तर चुनाव किन हुन्छ होला निर्वाचनको समयमा अब काम भन्दा चाहिँ उसको फास्ट अहिले आयो कि यो रोडको काम होइन, तर अफ रोड छ क्या। र अब चाहिँ फाइनली हामी 9:20 आइसकेको छौँ। 9:20 चाहिँ अब पुरै चिज सुरु भइसकेको छ है त। अब चाहिँ म तपाईँहरूलाई अगाडिको क्यामेरा अन गरेर देखाउँछु के। सो ल 9:20 पुल हामी गइसकेको छौँ। अबको रोड चाहिँ बबाल छ है। फेरि हावाले डेन्जर हानिरहेको छ क्या, अलिअलि साउन्डहरू नोइजहरू आइरहेको होला हावाको होइन। त्यसलाई चाहिँ इग्नोर गरिदिनुहोस्, रोडलाई हेरेर इन्जोय गरिदिनुहोस् ओके। सो ढिला भइसकेको छ मलाई। अब फेरि मेरो एकदम आत्तिनी बानी छ क्या, रोडलाई हेरेर इन्जोय गर्नुपर्छ होइन। अब त्यस्तो डाँडो छ क्या यहाँ। फाइनली खाजा लगाइसकेका छौँ हामी। दामी रोड छ क्या यता चाहिँ। ल गाइस, फाइनली म अब खानेवाला आइसकेको छु। सब साथीहरू भित्र गइसकेका छन्। आजको लागि चाहिँ मेरो यति नै ब्लग है। पछि शान्तिनो ब्लगहरू लिएर आउने गर्नु है। खानेवालाको पुलिस स्टेसन यो देखिहाल्नु भयो। ए सब बाहिरै रहेछन् त, ठिक छ टाढे त भएर होइन छन्, ग्याङहरू सब भइरहेको छन्। ल है त गाइस, आजलाई यति नै हो के। ल पन्जा लाउने हो ल। ए सयो ल है त गाइस, आजलाई यति नै हो के। हो खोइ यार, म मात्रै चाँडै भनेर आज कोही आएर त